भएर चाहिँ यहाँ गइरहेको यति आयो ए ल त्यही रहेछ नमस्ते सबजनालाई वेलकम ब्याक टु माई च्यानल है सबजना सन्चै हुन्छ होला म पनि बवाल छु हामी चाहिँ हिजो अन्त्य थियो आज अन्त्य पुगिसक्यो यहाँ एट चितवन अहिले है आजको चाहिँ दिन चाहिँ अलिकति इन्ट्रेस्टिङ हुनेवाला छ किनकि वी आर एक्सप्लोरिङ चितवनको जङ्गल एकदम डेप्थमा क्या आज चाहिँ के हो त्यो नम्बर प्लेट होइन सो वी आर फुल्ली प्रिपेयर्ड पुरा भाटासाटा बोकेर हिँडेको छ होइन पहिला पनि सफारी चाहिँ गरे हो तर आज चाहिँ हामी जङ्गलभित्र 4-5 घन्टाको वाकमा जानु लाग्यो क्या सो उही बाइक चाबी कहाँ है रेसमा अनि मेरो साथी छ एकजना रसिक अनि उसको के छ साथी छ म साथी अनि उसको साथीको साथीहरू पनि छ सो हामी चाहिँ आज एकदम डेप्थमा चितवनको जङ्गल एक्सप्लोर गर्न लाग्छौँ दाइहरूसँग होइन वाइल्ड लाइफ एक्सपिरियन्स यताउतिबाट सो लास्टमा बस्दिनु होला रमाइलो होइन रमाइलो आनिदिनु होला डोन्ट फर्गेट टु लिभ अ लाइक शेयर एन्ड सब्सक्राइब अब यति त दिनै परेन नि बाट चाहिँ फर्स्टमा बोटिङ गर्दै जाने हो कि बोटिङको लागि चाहिँ फर्स्ट 1 घन्टा जतिको 1-1.5 घन्टा जतिको बोटिङ हुन्छ अनि यहाँबाट हाम्रो बोटु गर्ने चाहिँ रिसु चाहिँ मलाई मान्छेसँग चाहिँ सो गाइज हाम्रो चाहिँ अब सुरु भयो है सुरु चाहिँ हुनेवाला छ ओहो यहाँ डर लाग्दोवाला चाहिँ क्या फेरि त्यहाँ कलिङ चाहिँ आइरहेको थियो आउटियरको हाम्रो चाहिँ बोट आइसकेको छ होइन अनि वी हेभ अ भिआइपी डिलक्स लग्जरी बोट यस्तोवाला क्या फेरि कहाँ त्यो तानचुने बोटमा बस्छ हामी चाहिँ लग्जरियस बोटमा बस्ने होइन कहाँ हो रहा है भाइ सदा चिप्लेको छ कस्तो सानो त यार यो त जङ्गल एक्सपिरियन्स कस्तो भयो त्यो नाकको माथिको कस्तो नजिक भयो नि हाम्रो अहिले हिँड्ने यो चाहिँ यता पोज दिन्न एउटा सधैँ आउँदा 1 महिनापछि बिहा हुन्छ हो 1 महिनापछि ओहो सधैँ आउने सधैँ यो चाहिँ नेसनल फरेस्ट चाहिँ दाइ भाइ पऱ्यो होइन कम्युनिटी फरेस्ट परेन बवाले फरेस्ट पऱ्यो यो चाहिँ होइन ओरिजिनल वाले सो अब दाइले चाहिँ हामीलाई चाहिँ सानो ब्रिफिङ दिनुहुन्छ नेसनल पार्कमा चाहिँ अब हामी चाहिँ यहाँबाट चाहिँ लगभग 3.5 घन्टा 4 घन्टा चाहिँ वाक गर्छौँ धेरै जान्छौँ अब हिँड्ने मात्र भन्ने अब हामी ठाउँ ठाउँमा
के गर्ने भन्नुहुन्छ नि अब रुख चढ्न सक्नुहुन्छ रुखमाथि पनि त्यसको पनि अप्सन त्यो जो पनि अब रुखमाथि चढ्न सक्यो भने ठुलो रुखको आर लिने यस्तो ठुलो रुख सक्नु भने तपाईँको त्यो आर लिने अब यस्तै गएर एकचोटि आउँदाखेरि चाहिँ टर्न गर्नु त्यस्तै गएर सिधा आयो नि सबैको अब चाहिँ हाम्रो अब चाहिँ धेरै नबोल्नु भन्ने छ हाम्रो सरहरूको आदेश होइन अब हामी जान्छौँ आज चाहिँ यो चाहिँ नेसनल पार्क हो कि लाइक होइन जे नि भेट्छ चाहिँ हामीले यहाँ जे नि हुनसक्छ अब त्यही भएर सेफ भएर हिँड्नु पऱ्यो तर हामी एक्सप्लोर चाहिँ बवाल गर्छौँ आज 4 घन्टा त होइन हामी लगभग त्यस्तै 4 घन्टा हिँड्ने हो 4 घन्टामा यत्रो घना जङ्गलमा के चाहिँ नदेखेला भन्ने कुरा नि त होइन सोचौँ mushroom आवाज सुन्नु नि आवाज किन डराउने हो र यो यत्रो छ त यो 10 वर्ष 10 देखि 12 वर्ष चाहिँ भन्दा बढी भएको के चाहिँ ए बाँदर पो रहेछ चिकन तन्काली यहाँ हामी जसुकलाई हेर्दैनौँ के जस्तो अलि अगाडि जाउँ यो त होइन होइन
गोल्डन छ त्यही बिचमा मात्र गोल्डन हुन्छ त प्रियो होइन यो त पोइजन वाला पोइजन होइन मिक्स सबै यो पुरै हरियो हुन्छ यो ग्रिन हुन्छ यो बाँच्ने बित्तिकै पल्ट रुख जस्तो देखिने हेर्दा चाहिँ त्यही ओ यो त कस्तो ठुलो रहेछ खै खिचौँ खोलेर फोटो खिचौँ यति भाइ कुन चाहिँ डियर रहेछ केटी यो रुख पनि कस्तो वियर्ड के डल्लो 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 आएको लिएर जाउँ ब्यागमा थाहा हुँदैन होला हुँदै ब्यागमा हालौँ कसरी थाहा हुन्छ बिहारी डेन्जर अहिले यहाँनिर गैँडाहरूको चाहिँ साइकल है डराएर आमाले चाहिँ सानो बच्चालाई पठाउन लगाइरहेको छ त्यो ठुलो बच्चालाई पठाइरहेको छ अनि झगडा भएर चाहिँ यहाँ गैँडाहरू यति आयो गैँडाहरू जुधेर बसिरहेको छ बाटो हाम्रो हिँड्ने बाटोमै छन् क्या गैँडाहरू चाहिँ अनि हामीलाई चाहिँ दाइहरूले चाहिँ रुखमाथि चढाएर राख्नुमा चाहिँ त्यो दाइहरू जानुभएको छ बिस्तारै बिस्तारै नआत्तिकन हामी छौँ बिस्तारै पनि बिस्तारै चप्पल नभए जुत्ता खोली चढ्नु भने हुन्छ जेफल पर्दैन भाइ त्यहीँनिर बस्ने ल बहिनी त्यहाँनिर दुईजना हामी बस्ने धान्छ दाइ दुईजना बहिनी त आत्तिनु भएको भएर लड्नु चाहिँ हेर्नु पनि आत्तेर लगाउनु गाडीको बाटो हेरेर भेट्छ गाडीको काट्नु हेऱ्यो कस्तो ओ हामी चाहिँ ट्र्याकै चेन्ज गऱ्यौँ कि त्यो गैँडा चाहिँ हाम्रो रुटमै छिर्यो अनि हामी अब त्यो रुट कहाँ हुन्छ ओइ ल बेरी यार म त हेर्नु कस्तो गाह्रो गाह्रो बाटो हिँडेँ मलाई चाहिँ मलाई गाह्रो भएन आइया हेर यस्तरी पिटेर मलाई ल है गाइज ल वी मेड इट ल जाउँ सँगसँगै पक्लकै पारिदिन्छु म धेरै ग्याप होइन अब चाहिँ जे हुन्छ होइन न त डर चाहिँ लागेन हामीलाई गोइलाई पक्लकै पार्यो आज चाहिँ डर चाहिँ छैन मलाई हजुर यो लट्ठीले त्यता त्यस्ता गइ त गयो लट्ठी रहेछ Shit. Udah sudah so. So.
ढुङ्गाले खायो सट्या हो लाग्यो लाग्यो त्यसरी चराहरू दामी चराहरू मलाई दिनु त यसले नै हाल्दैन दाइले बडी सर्ट हान्यो त त्यही जान थाल्यो देख्यो अझै बडी सर्ट हान्दै हो एकसट लाग्यो ढाडमा लान्छु त्यो फेरि हामीले त्यो जिस्काएको चाहिँ होइन नि हामीलाई सेल्फ डिफेन्स भयो चाहिँ किनकि यहाँ चाहिँ है तर दाइले साथै नो चान्स हजुर तपाईँहरूमा र हामीमा त फरक पर्ला नि त नलेजहरू सो अब चाहिँ हामी यो टाढोमा बस्न लाग्छौँ एकछिन किनकि अब हामीले लगभग 7-8वटा गैँडा देख्यौँ होला आज होइन अनि 3-4वटा गैँडा चाहिँ जुतिरहेको थियो क्या त्यहाँ गैँडाहरूले चाहिँ ठुलो गैँडाहरूले चाहिँ सानो गैँडाहरूलाई आमाले चाहिँ ठुलो गैँडाहरूलाई घरबाट निकाल्दो रहेछ अनि त्यति बेला जुतिरहेको थियो अब चाहिँ यो चाहिँ हाम्रो टाइगर जोन एरिया पऱ्यो यहाँ चाहिँ किनकि यो ओपन ग्रासल्यान्ड छ नि त अनि यहाँ चाहिँ बाघहरू माथि बाघहरू आउने सम्भावना धेरै हुन्छ है बाघ आयो पनि गड आयो पनि हात्ती आयो पनि डर हुँदैन अब ल आइज डर चाहिँ हुन्छ त हात्ती आयो रोनाल्डो आयो भने त्यसले के तल झर भनिहाल्छ नि त तल झर्छ कि म आऊ भनिहाल्छ नि त्यसले त होइन रोनाल्डो त्यहीँ ब्रिडिङ सेन्टरमा नि आउनु बेर्छ नि लास्ट टाइम त हामीले त्यहीँ देखाएको थियौँ तर त्यो त अगाडि आएर मुखमा हेरेर बस्दिने कि ल त बाघ वेदर चाहिँ राम्रो हो बगर नजाने त्यो पनि डियरै रहेछ यसको पछाडि के टर्निङ डियर हेर्दा डियर हो त्यसले नि हेऱ्यो हामीलाई त्यसले नि स्ट्रेट हेर्दा चाहिँ के म्या भनेर है अगाडि नि रहेछ नि ओए त्यही त यो पालिपोथी हो यता आउन तिमी चाहिँ ओइ यता छ हौ रसीघर यता ल केही पो गयो त कहाँ गइरह्यो नेस्टी डराएर त